गाइज नमस्कार। हामी चाहिँ चारजना आज कृष्ण दाई, दिदी, म र मेरो मिसेस चाहिँ हामी यो मुन्दुम फार्म स्टेमा चाहिँ आएको छौँ। यो मुन्दुम फार्म स्टे चाहिँ हाम्रै भोजपुर जिल्लाको रमेश कुमार राईले खोल्नु भएको छ। एकदमै रमणीय ठाउँ छ। यो चाहिँ पनौतीबाट यता यो काभ्रे पलाञ्चोक जिल्लाको चाहिँ धुलीखेल नगरपालिका होला होइन दाइ? धुलीखेल नगरपालिकामा आएको छौँ। यो रमणीय ठाउँ यस्तो एकदम यति रमाइलो चिज गरे के नहुँदो रहेछ र यहाँ पनि यति राम्रो फुलहरू छ, बगैँचाहरू चाहिँ छ। र हामी यहाँ आज यसैको चाहिँ भ्रमण गर्नलाई, यहाँ हेर्नलाई चाहिँ आएका छौँ। मुन्दुम फार्म स्टे एकदमै रमणीय छौँ। आज हामी समय मिलेर आएर आएको। आलु छ, जताततै फुलहरू छ। कस्तो लाग्यो ठाउँ? एकदम राम्रो रमाइलो छ है। आलु फार्म उता वारिपारि हिमाल रमाइलो। यहाँ ठुलो होटल छ पारिपट्टि, कुन दूषित थानी भन्ने थाई भन्ने चाहिँ होटल छ, एकदमै राम्रो। हजुरहरु पनि एकचोटि आउनु होला भिजिट गर्न। भोजपुरकै चाहिँ रमेश कुमार राईले खोल्नु भएको छ र सबैजनालाई एकचोटि यहाँ आएर भिजिट गर्न पनि यहाँ अनुरोध गर्दछु। एकदमै राम्रो रमणीय दृश्य छ। रमेश सर नमस्कार। म हजुरहरुकै मुन्दुममा पो आइयो त आज यहाँ खोज्दै। हाम्रो यहाँ मुन्दुमको साउ हुनुहुन्छ उहाँ। यहाँ चाहिँ विदेशी पाहुनाहरू पनि आउनु भएको छ, रमणीय इन्जोय गरिरहनु भएको छ। वास्तवमा रमणीय ठाउँ। वाउ, कस्तो दामी। त्यो त ऊ हो कि जस्तो लाग्यो त। पारीको ठाउँ चाहिँ पाँचखाल माछा फार्म पनि रहेछ यहाँ होइन त? यस्तो रमाइलो रमणीय ठाउँ वास्तवमा।